3 दिन 80 भन्दा बढी प्रहरी, तालिम प्राप्त कुकुर, ड्रोन र 100 स्थानीयको अथक खोजी। तर अन्त्यमा जे आयो त्यो पुरै कपिलवस्तुका लागि नै एउटा गहिरो सदमा बन्यो। पूर्व मेयर किरण सिंह जीवित भेटिएनन्। आइतबार गोरुसिंगे जङ्गलमै उनको शव फेला पर्यो। एउटा फोन कल, मैले जङ्गलमा बाटो बिर्सेबाट सुरु भएको यो कथा आज एउटा शोकमा टुङ्गियो। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन बनेका थिए। नेपाली काङ्ग्रेसबाट निर्वाचित भई अघिल्लो कार्यकालमा नगर प्रमुख भइसकेका सिंह पुर्ख्यौली घर विराटनगर भए पनि लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका 3 मा बसोबास गर्दै आएका थिए। शुक्रबार बिहान सिंह आफ्नो घरबाट मोटरसाइकल चढेर निस्किए। गन्तव्य थियो आफूले बनाइरहेको माछा पोखरी र कुखुरा फर्म, जुन गोरुसिंगे जङ्गल क्षेत्रमा निर्माणाधीन थियो। दिउँसो 3:30 बजेतिर उनी रामराज पुलमा सीसीटीभी क्यामेरामा देखिए। ठ्याक्कै त्यसै बेला उनले आफन्तलाई फोन गरेर भनेका थिए, जङ्गलमा बाटो बिर्से। फर्ममा काम गर्ने कामदारले साँझ 5:30 बजेसम्म आफै खोज्ने कोसिस गरे, तर सिंह भेटिएनन्। 2 घण्टा कुरेर पनि पत्ता नलागेपछि मात्र साँझ करिब 6 बजे प्रहरीलाई खबर पुग्यो। रातभरि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले राति 2 बजेसम्म खोजी चलाए। तर हात लागेको एउटै कुरा थियो, उनको मोटरसाइकल, जुन पूर्व पश्चिम राजमार्गबाट झन्डै 8 किलोमिटर भित्र गोरुसिंगे जङ्गलमा बेवारिसी अवस्थामा उभिरहेको फेला पर्यो। मान्छे भने कतै भेटिएनन्। शुक्रबार साँझदेखि सुरु भएको खोजी शनिबार दिनभरि पनि जारी रह्यो। कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार तालिम प्राप्त कुकुरसहित 80 भन्दा बढी प्रहरी र 100 स्थानीयवासी लगातार खोजीमा खटिएका थिए। एक ठाउँमा उहाँले प्रयोग गर्ने मोटरसाइकल देखिएको छ। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको K9 शाखाबाट तालिम प्राप्त कुकुर र ड्रोन समेत परिचालन गरिएको थियो। तर आइतबार 3 दिनको लगातार खोजीपछि दुःखद समाचार आयो। गोरुसिंगे जङ्गलमै उनको शव फेला पर्यो। एसपी भट्टले यसको पुष्टि गर्दै जनाएका छन्, सिंहको शव पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र ठ्याक्कै त्यही क्षेत्रमा भेटियो जहाँ शुक्रबार उनको मोटरसाइकल बेवारिसी अवस्थामा फेला परेको थियो। गोरुसिंगे जङ्गल कपिलवस्तु र अर्घाखाँचीको सीमावर्ती क्षेत्र हो, जुन अपरिचित मान्छेका लागि सजिलै बाटो बिराउने खालको घना जङ्गल मानिन्छ। शव फेला परेसँगै बेपत्ता हुनुको रहस्य त सकियो, तर धेरै महत्त्वपूर्ण प्रश्न अझै अनुत्तरित छन् र यिनै प्रश्नले अब छानबिनको दिशा तय गर्नेछन्। मृत्युको वास्तविक कारण के हो? हालसम्म प्रहरीले औपचारिक रूपमा मृत्युको कारण खुलाएको छैन। पोस्टमार्टम प्रतिवेदन नआएसम्म यो प्राकृतिक कारण, थकान, हृदयघात, लड्दा लागेको गम्भीर चोट वा अन्य कुनै कारण भएकाले हो भन्ने ठोस निष्कर्षमा पुग्न सकिँदैन। मृत्यु कहिले भयो? शुक्रबार दिउँसो 3:15 बजे रामराज पुलमा देखिएका र त्यसै बेला बाटो बिर्से भन्ने फोन गरेका सिंहको मृत्यु ठ्याक्कै कति बेला भयो? शुक्रबारै हो कि पछिका दिनमा? यो पनि छानबिनको विषय बन्नेछ। खोजी प्रक्रियामा ढिलाइ भयो कि भएन? उनले साँझ 3:30 तिर आफन्तलाई फोन गरेर बाटो बिराएको जानकारी गराएका थिए, तर प्रहरीलाई खबर साँझ 6 बजे मात्र पुगेको थियो। यी झन्डै 3 घण्टाको फरकले खोजी र उद्धारको नतिजामा कुनै असर पर्यो कि परेन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। घटनास्थलको वास्तविक अवस्था के थियो? मोटरसाइकल र शव लगभग उस्तै क्षेत्रमा भेटिनुले उनी सोही ठाउँ वरपर धेरै समय रहेको सङ्केत गर्छ। जङ्गलको यो भाग कति दुर्गम र जोखिमपूर्ण थियो त्यो पनि स्पष्ट हुन आवश्यक छ। अन्य पक्ष जोडिएको छ कि छैन? पूर्व जनप्रतिनिधि भएकाले व्यक्तिगत वा राजनीतिक विवादसँग यो घटना जोडिएको छ कि छैन भन्ने पक्षमा पनि प्रहरीले हेर्नुपर्ने देखिन्छ। यद्यपि हालसम्म यस्तो कुनै सङ्केत सार्वजनिक भएको छैन र यसलाई हतारमा निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन। यी सबै प्रश्न हुन्, आरोप होइनन्। अन्तिम जवाब प्रहरीको औपचारिक अनुसन्धान र पोस्टमार्टम प्रतिवेदनपछि मात्र आउनेछ। एउटा पूर्व जनप्रतिनिधि जसले आफ्नै समुदायको नेतृत्व गरिसकेका थिए, आफ्नै फर्म जाने सामान्य बाटोमा हराएर फर्किन सकेनन्। 3 दिनसम्म सहयोगको आशा र प्रार्थनाका बावजुद अन्त्यमा जे आयो त्यो सारा कपिलवस्तु र लुम्बिनी प्रदेशका लागि नै एउटा गहिरो क्षति हो। यसैसँगै यो घटनाले सुरक्षित खोज तथा उद्धार प्रणाली र आपतकालीन सूचना प्रवाहलाई अझ चुस्त बनाउनु पर्ने आवश्यकता पनि देखाएको छ, ताकि भविष्यमा कसैले पनि यसरी अनाहकमा ज्यान गुमाउनु नपरोस्। यो घटनाको थप अपडेट विशेषतः पोस्टमार्टम प्रतिवेदन र प्रहरी अनुसन्धानको नतिजा आउने बित्तिकै हामी तपाईसामु ल्याउनेछौँ। भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस् र यस्तै सत्य र भरपर्दो खबरका लागि बेल आइकन थिच्न नबिर्सनुहोस्।